मेरो टिपिङ के यो गाबा टिपिङ। यो सेतो फुल फुलेको चाहिँ धनियाको फुल। पहेँलो फुल फुलेको चाहिँ यो चाहिँ के रहेछ यो सन्चुर त होइन यो त यता गाजर साजर त्यो फुल मैले किनेन यो त हेर्दा त गोलभेडा सूर्यमुखी फुल जस्तो गोलभेडा हाम्रो घर जमानाको त्यो संरक्षण गरेर राखेको घरहरू हो कि यिनीहरूको पहिलाको मन्दिरहरू टेङछुङलोङ एन्सेस्ट्रल हल 16 सेन्चुरीको घर हो। जामभित्र जान दिन्छ। कस्तो मजाले प्रिजर्भ गरेर राखेको क्या। अन्त यहाँ कति आर्टिस्टिक क्या कुदेर मान्छे म देखेको थिएँ भित्र पसेको थिएन। होइन फेरि बुझेपछि छिर्दाखेरि फेरि अर्कै फिलिङ हुन्छ त्यतिकै छिर्यो भने त। यो वर्ल्ड भिलेज यहाँबाट चाहिँ दुश्मनलाई हेर्ने कि यहाँ चाहिँ यिनीहरूको लागि भनेर बनाएको के अरे इनार पानी पनि छ। यहाँ कोही मान्छे नपसोस् भनेर यो है पूजा गर्ने ठाउँ हो। यहाँ यसरी चढेर माथि जाने त्यही त नि हावा खाने 75 वर्ष भयो क्या कति वर्ष अगाडिको। तर पछाडि चाहिँ रेनोभेसन गरेर ऊ एसी सेसी नै हाले हो। अगाडिको यति चाहिँ पाठी भएर